हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ कति मिनटको हुन्छ थाहा छैन। म चाहिँ कति पछि यसरी भिडियो बनाउँदैछु। सबैजनाले हेर्नु साथ सपोर्ट गरिदिनु होला। हेर्नु न कस्तो राम्रो घर। भविष्यमा म त्यस्तै घर बनाउँछु। हेर्नु न कति राम्रो फुल फुलेको। यो फुलबाट चाहिँ यस्तो ठुल्ठुलो भएपछि यति राम्रो हुन्छ। कस्तो दामी छ नि। अनि म चाहिँ जाँदैछु अहिले मार्केट। अनि म आज छुट्टीको दिन पनि के हो र दिनभरि सुतेर साँझ पख मार्केट जाँदैछु। अनि अहिलेको टाइम भनेको चाहिँ लाइक यो पुरा फुलहरू फुल्ने समय हो नि त। अनि यस्तो रमाइलो हुन्छ जता हेरे पनि हरियाली अनि त्यसपछि फुलै फुल होइन, वाउ टाइपको क्या। तपाईँहरूकोतिर नि यस्तै फुलहरू फुलेर होला। हाम्रोतिर नि बडो फुलिरहेको छ हौ। हेर्नु न गाइज कति राम्रो फुल फुलेको के। ओ माई गड, कस्तो खुसी लाग्छ यार मलाई यस्तो फुलहरू देख्यो भने। भिडियो बनाइदिने मान्छे कोही छैन गाइज, आफै यसरी हेर्ने चित्त बुझाउ। साँच्चै भनेको कति राम्रो फुल फुलेको। ओ माई गड, यहाँ हेर्नु न गाइज, यहाँ हेर्नु त। ओ माई गड, फुलै फुलको बगैँचामा मेरी मायालु छैन गाइज। कति राम्रो फुल हेर्नु न यहाँ। म गाइज होइन। अनि यो चाहिँ फुलहरू हेर्नु न कति राम्रो फुलेको। ओ माई गड, म कति बजी बाहिर निस्केको हो नि त। लाइक म धेरै बाहिरै निस्किँदैन। काम टु रुम टु काम हुन्छ। अनि यसरी बाहिरतिर खासै हिँडिरहेको हुँदैन होइन। कति राम्रो फुल फुलेको गाइज। हेर्नु न, छोड्नै नमन लाग्ने गरेर क्या। अब भिडियो बनाइदिने मान्छे छैन होइन। आफै आहा कस्तो राम्रो फुल भनेर हिँड्ने हो भने गाइज। अनि ढिला भइसक्यो गाइज यार। म यस्तो बाटोतिर यस्तो फुलहरू देख्यो भने यतैतिर अल्मलिन्छु। मेरो यहाँ मार्केट गएर कति कामहरू छ। मार्केट गएर त्यसपछि सामानहरू किनेर फेरि घर फर्केर खाना बनाएर कति काम गर्नु। फेरि आज छुट्टी सक्छु गाइज। फेरि भोलि काम जान्दिन आइसक्यो। मलाई आज आफैलाई कस्तो रमाइलो लागिरहेछ क्या। बिहानभरि सुतेर 2 बजीसम्म सुतेर उठेर रमाइलो लागिरहेछ होइन गाइज। के भन्ने बोल्नै आएन। तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि बिल्कुलै सन्चै छु। अनि लाइफ भनेको हेरिदिरहेको इन्जोय गर्नुपर्छ क्या। को आयो को गयो त्यसमा चित्त दुखाइ भएन क्या। जो आयो राम्रो कुरा सिकायो गयो भन्ने कुराले अगाडि बढ्नु साथी होइन। अब आउने आउँछन् जाने जान्छन् भन्दा पनि आइसकेको मान्छेलाई चाहिँ अब आफूले के हो भन्न आउँदा यो बारेमा डिस्कस छोडिदिनु गाइज। आज कस्तो रमाइलोको दिन हो, यस्तो कुराहरू गर्नु हुँदैन। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आई होप। म पनि सन्चै छु, धेरै सन्चै छु म। के भएको म आज यस्तो जताततै फुलै फुल क्या। कति राम्रो फुल फुल्ने मौसम हो नि त। मलाई यस्तो भिडियो बनाउँदाखेरि मान्छेले हेर्दा कस्तो लाज लागेर आउँछ। कति राम्रो फुल फुल्ने टाइम हो यो। यस्तो राम्रो टाइम हो नि त यो। फुलै फुल। हो माई गड, हुँदै नभएको कपाल पनि यसरी उडाएपछि म के गर्नु गाइज। छिटो जानु छ, मैले कति काम भ्याउनु छ। चलो गाइज चलो, मेरे साथ चलो। मेरे को जाना है उधर। हेर्नु कति राम्रो छ यता साइडहरू। मौसम पनि आज त्यस्तो घाम पनि छैन, शीतल टाइपको छ। जाडो पनि त्यस्तो छैन। यस्तो भिडियो बनाएर हिँड्यो भने होइन मान्छेहरूले हेरिदिन्छ न। अनि कस्तो लाज लाउँछ क्या, कन्फिडेन्टै हुँदैन। त्यसरी न हेरिदिनु न गाइज। म चाहिँ फाइनल्ली चाइनिज मार्केट आइसकेँ। आज म चाइनिज मार्केटमा के किन्छु भनेर हजुरहरूलाई देखाउने छु। खासै त्यस्तो केही किन्दिनँ। अब यसो चाहिने सामानहरू भेटायो भने चाहिँ किन्छु, नत्र खासै केही किन्दिनँ। यहाँबाट फेरि अर्को मार्केट नि जानु छ नि त। मेरो सामग्रीहरू धेरै किन्नु छ। यो म हुँ, यो पछाडिको चाहिँ मेरा साथीहरू हुन्। फाइनल्ली आइपुगेँ गाइज म। अब इन्ट्री हुन्छु ल, हजुरलाई देखाउँछु। यो चाहिँ म हो गाइज। हेर्नु कपाल मेरो उडेर केही छैन।
केटाहरूको लुगाहरू चाहिँ क्या दामी दामी छ होइन, केटीहरूको चाहिँ लुगै राम्रो पाउँदैन भने के भयो यस्तो। खासमा टी सर्ट किनौँ कि भनेर आएको हो होइन, रुममा बस्दा लाउनलाई एउटा केही राम्रो देखा भयो त कसमसी हो। एउटा यो प्यान्ट चाहिँ राम्रो लाग्यो तर के खालको प्यान्ट हो यो, न के मिलेको न। नेपालबाट यस्तो प्यान्ट मगाएँ तर यहाँ पनि अहिले आइरहेको रहेछ त। यस्तो हुन्छ क्या सामान मगाइसकेपछि। 27 युरो गाइज। हेलो आपको तो वीडियो क्या मैले खोजेको जस्तो लुगा त छैन गाइज। टी सर्टहरू चाहियो अरे। हेलो गाइज, म चाहिँ फाइनल्ली सामान किनेर फर्किसकेँ। यो झोला हेर्नु न, यो झोला यस्तो झोला देख्दाखेरि चाहिँ नेपालको याद आउँछ क्या। यो झोलाको पनि कति डलर भनेर भाइरल भइरहेको थियो त अस्ति, महँगो छ नि फेरि। अनि म चाहिँ सामान किनेर फर्केको, मैले खोजेँ जस्तो सामानै रहेनछ क्या। केही छैन हौ, के हो त्यस्तो, जहिले आए पनि एउटै लुगा झुन्डिरहेको हुन्छ यार। बाहिरको मलाई नहेर्नु, बाहिरको वातावरण हेर्नु कति राम्रो छ, आकाश हेर्नु कति राम्रो छ, आज दिन कति राम्रो छ। घाम लाग्दैछ भर्खरी, रात पर्न लागिसक्यो, घाम भर्खरी लाग्दैछ, कति रमाइलो छ। एक्लै छु तर पनि रमाइलो छ, रमाइलो गर्नुपर्छ। गाइजहरू दुःख सुख भने यस्तै हो, कामको बेलामा काम जस्तो हानिन्छ होइन, काम नभएको बेलामा यस्तै हो। साथी नसँगी रङ्गी चङ्गी एक्लै होइन। अहिले फेरि गाडी आइसकेपछि मलाई बोल्नै लाज लाग्छ क्या। किन हो र त्यसरी हेर्ने, अर्काले भिडियो बनाएको होइन, हेप्न पाइन्छ र। हेर्नुहोस् मेरो कपाल कति राम्रो। म आज के भयो यार यस्तो, कति राम्रो क्या आकाश देखेको, हेर्नु न आकाश कति राम्रो। अनि म चाहिँ जाँदैछु मेरो साथी काम गर्ने ठाउँमा, क्याफेमा एकछिन बसेर जाउँ। अब एकैचोटि मार्केट गएर घर गएर खानासाना बनाएर खाइन्छ, फेरि भोलि आउन लागिसक्यो, फेरि भोलि काममा जानुपर्छ गाइज। यस्तै छ, हप्तामा एक दिन छुट्टी हुन्छ, फिसिक्क जान्छ क्या। भर्खर रिस उठ्छ नि यस्तो गरेर। हो मेरो कपाल हेर्नुहोस् गाइज, उडिरहेको छ, झरेर सबै सकिसक्यो, त्यही पनि हावाले उडाइरहेको छ मेरो छोटो कपाल छ नि त बबाल फेरि होइन। म चाहिँ लङ टाइमपछि यसरी भिडियो बनाएको, कस्तो अड्कट लागिरहेछ क्या। अनि म पहिला चाहिँ कहाँ काम गर्थेँ भनेर देखाउँछु ल गाइज। म पहिला काम गर्थेँ एउटा रेस्टुरेन्टमा, यता मान्छे होला क्यामेरा तेर्साउनै लाज लाग्छ। यता अगाडि काम गर्थेँ, अहिले म अन्तै गर्छु काम। गाइस म चाहिँ फाइनली आइपुगिसक्यो त्यो काम गर्ने ठाउँमा।
पहिला म यही काम गरेँ हो, पछि फेरि म सरेको गाइज। पछाडि काम गर्नु केटी चाहिँ एकदम छाडा छ गाइज, त्यसको कुरालाई चाहिँ माइन्डमा नलिनु होला। मलाई कसम थाहा थिएन म यस्तो भिडियो बनाइरहेको थिएँ, उसले त पछाडिबाट के गरिरहेको रहेछ गाइज। चाइनिज मार्केट गएको यार, केही छैन केही। कति राम्रो आएको आज क्यामेरा गाइज। रात पर्यो, म चाहिँ फर्केको। अब म मार्केट जान्छु, मार्केट गएर अनि सामानहरू किनेर घर जान्छु, किनकि मेरो मोबाइलमा चार्ज सक्यो, चार्जै छैन। म लाइभ बस्यो, फेरि भिडियोहरू बनायो, यताउति गर्दाखेरि चार्ज त यति पनि नरहने हौ। त्यही भएर गाइज आजलाई मेरो मिनी भ्लग यही नै हो। खासै त्यस्तो केही स्पेसल छैन, मैले के बोल्यो कस्तो बोल्यो आई डोन्ट नो, बट यही नै हो गाइज। अब म जाँदैछु मार्केट। पछाडि हेर्नु न कति राम्रो घर। म चाहिँ फाइनली आइपुगिसकेँ मार्केट। अब अलिअलि सामानहरू किनेर चल्दिने हो गाइज। चार्ज त कति पो 15% कति छ होला। हेर्नुहोस्, देख्नुहोस् यताको नजारा कति राम्रो छ है, क्या दामी के फुलहरू फुलेको। अहिलेको सिजन एकदम राम्रो हो। फाइनल गाइज म चाहिँ मार्केट आइसकेँ। प्लिज एक्सक्युज मी, आइपुगेँ। अनि यो हो मार्केट गाइज। आजलाई यति नै हो। सबैजनालाई थ्याङ्क यू सो मच मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। दिस इज मिनी भ्लग। यो हो मार्केट। बाई गाइज।